वेलकम अनि नमस्कार सबैजनालाई। मैले चाहिँ अहिले च्यानलको नाम चेन्ज गरेर चाहिँ म्याक्स बोय नेपालबाट चाहिँ सञ्जय 77 भनेर राखेको छ, SANJAYA होइन, सबै क्यापिटलमा अनि 77 7 पनि क्यापिटलमा अनि त्यस्तो छ। अनि त्यो भएपछि अनि चाहिँ अहिले चाहिँ मेरोमा त्यो च्यानलको नेम चाहिँ सञ्जय 77 राखेको छ। अब आज चाहिँ हामी खानादेवी मन्दिर पूजा गर्न जाँदैछौँ, रामे छापको खानादेवी मन्दिर होइन। के छ हेरौँ है त, आउनुहोस्। सनी भाइ जय खानादेवी माई। ल खानादेवी भगवती महारानीलाई हामी नै फर्स्ट। ओहो ल बवाल भइएछ ल, त्यसै पनि धेरै राम्रो कुरा हो होइन। टक्क खानादेवी मातालाई पूजा गर्न आएको हामी नै फर्स्ट भइएछ कि जस्तो जस्तो लागिरहेको मलाई। यो धेरै राम्रो कुरा हो। अनि शेरे साहबको बाइकमा टक्क ल बल्ल यहाँ चाहिँ म के कसरी के ल ल ठिक छ। हामी चाहिँ आज खानादेवी पूजा गर्न भनेर आएको। अब यतापट्टि मेरो चाबी खस्यो। अब हाम्रो दाइ हुनुहुन्छ, अनि हाम्रो बोके छ, हाम्रो प्याजी, हाम्रो भाइ, अनि ब्याक साइड आई एम। ल अब एकछिन यसो यतातिर विश्राम गरेर यस्तो गरौँ न, हल्का खासै हतार गरौँ कि छैन। ल खानादेवी माईको प्रवेशद्वार टक्क लाएर हाम्रो बोके अगाडि लागिसक्यो। यही हो खानादेवीलाई चढाउनु चाहिँ। टक्क जोडी छ क्या, मेरो जोडी भएपछि मलाई मेरो कुरो के हो नि 1985 मिटरको हाइटमा हो। ल ठिक छ। यो चाहिँ 1985 मिटरको हाइटमा रहेछ खानादेवी मन्दिर रामेछापको। अब हामी चाहिँ टक्क खानादेवी मन्दिरलाई दाहिने पारेर घुम्दैछौँ। अझ अहिले पुजारीले नुहाइदिन्छ होला के अरे। अब अगाडि हिँडौँ ल साथीहरू, यो क्यामेरामा अब अगाडि हाल्नु ठिक हुन्छ। ल ल ट्याक्क दाहिने पारेर ल हाम्रो जोडी। ओहो ल सरदाम लिएर क्या चिटिक्क देखिनु भयो, चरी चिटिक्क हुनुभयो मेरो जोडी। ल ल दाइले पूजा गर्दैछ है खानादेवी माईको। ल टक्क ल शनि भाइ यता छ। ल रक्षा गर प्रभु खानादेवी माई। हो मेरो काम हो। ल ठिक छ। ल ल अजमादे सुना सुर सिंह दे राजा सुना जट सुना भेटे अक्षय तपाई में शब्द सुना दस जान बच्चा पर्यात्मा सुख शांति दिन जीवन में लायक रोग रटन कर दिन दुख कष्ट न उगे शांति कर दिन आत्म हृदय में लाभ दिन पर्यात्मा सुख शांति दिन जीवन में खुशी ताको कम न उगे शांति कर दिन तू बोल्ने मसँग छ। भाइले पनि गयो है। जोडी तपाईँ त्यहाँ भित्र दर्शन गर्ने होइन गर्ने हो खोइ। लाइटर दिनु भएर पुजारी गएको। ल साथीहरूले आफ्नो आफ्नो खुट्टा लगाउँदै हुनुहुन्छ। टेक्का लाएर लगाइसक्यो, तिमी मन लगाइसक्यो। टेक्का लाएर ल जोडी अब लाग्नुपर्छ। म बोक्छु त्यो टेन्सन नलिनु न यार, म बोकिहाल्छु होइन, म बोकिहाल्छु। ल यहाँबाट देखिन्छन् बाबु। यसलाई के भन्छ? यसलाई यो तलको
यो सब यो पाखालाई त्यो आचर भन्छ सिक्का कोसी ए ल थाहै नपाएर सिटका गएको म यार त्यो पूर्वपट्टि हाम्रो सिन्धुली ल उ त्यो पानीको दोभान कता हो खोइ सिन्धुली त पारिपट्टि अनि बाटो सोध्दै हुनुहुन्थेन ऊ त्यही बाटो हो ऊ यो पुल सिटका हुँदै छोट बाटो हो सिटका हुँदै त्यो सिटका त्यही पुल हो कि त्यो पुल त्यो राति अस्ताबलाई लिन जाँदा तालमा म गइदिएको यार हो तालमै जानुपर्छ तपाईँलाई हामीले रणनीति गरेर पठाएकै हो त अनि के को ल मन्दिरबाट हामी तल झर्छौँ अब चिया खाजा खान्छौँ त्यसपछि मामा घर जान्छौँ त्यही हो पर्छ त्यही हो छोडिन्